पुचे बाँध्नु त बाँच्छ यो 22 वर्ष भयो थाहा छ यो के अरे रोपेको बानेश्वर घरमा रोपेको भाउजूले फेरि गरौला राम्रोसँग के अरे त्यही त त्यो हो त्यहाँ त्यो फुटाउने आउँछ पहिला निकाल्न त यो त आउँदैन यो त फुटाउनु पर्छ बिरुवा रोप्दैछ हाम्रो ड्राइभरले हुस्सु फेरि कस्तो अपुचे केही नदेख्ने है हुस्सुले है युवा जति वर्ष वर्ष भयो त्यति नै भयो क्यारे यो रुख हेर्नु गजब छ राम्रो भयो ल 22-25 वर्ष भयो यो अनि बानेश्वरमा रोपेको होइन पुचे अनि यो त एउटा चिनो पो हो त हुस्सु पनि लागिरह त्यो दामी देख्दो रहेछ ल जस धेरै कुनामा गयो क्या त्यो छोयो नि त यहाँको माटो हालिदिन्छु ल ल ल कहाँ टुप्पो काटिदिएर काट्नु नहुने यो दुईटा रुख 22-23 वर्ष यो युवा भन्दा बहिनी हो कि दिदी हो अब म त युवा पो याद आइरहेछ अनि यहाँ रोप्न लिएर आयो नागार्जुनमा ल छु ल राम्रोसँग रोप्ने है दाइ ल ल तपाईँले चाहिँ खालि नराम्रोसँग रोपेर मार्छ अस्ति पनि मारिदियो है कहाँ मार्नु मैले कुल्चिँदैन झ्याप लाग्दै बिरुवा कहिले पनि कुल्चिनु हुँदैन रे थाहा छ नि तँलाई यस्तो गर्ने होइन तल खोप्रै छ खोप्रै रहेछ ल सब्रिन्छ यो सब्रिन्छ ओइ बिरुवा त केही छैन खाएको छ के बलले यस्तो गर्नु के को बिरुवा हो दाइ यो चाहिँ खोइ मैले पनि बुझ्दैन यो एकदम ठुलो महँगो के अरे महँगो पनि पर्छ अरे अनि ठुलो पनि हुन्छ अरे यो त्यसो भन्छ रुख ठुलो हुन्छ अरे कि यो ए ढल्क्यो त भयो पाँच ल भोलि पानी परेर घाम लाग्यो भने पानी हाल्दैन नि हो र माटो भिजाइदिनु पर्छ नि त पानी पऱ्यो भने त पर्दैन सल्लाह रोप्दिनु न त के छेउछेउमा सबै सल्लाह हुन्थ्यो कहाँ रोप्नु अब यो हो कि कुन रोप्ने यो उ त्यो गेटको छेउमा रोप्दिनु दुईटा माथि नलाने यही लाइनमै लाने यहाँ रोप्छौँ यहाँ रोप्नु त्यहाँ चाहिँ हुँदैन है त्यो यो चाहिँ यता रोपिदिने दुईटा किन पर्दैन त्यता बनाउनु पर्छ हो यो ए ल सेफोर्डको घर हो नि यार बिचरा सेफोर्ड मरेर गयो त्यसको खोर भए पनि आइपुग्यो यहाँ नागार्जुन डाँडामा उता कुनापट्टि राख कुकुर त मरिसक्यो अनि के सेफोर्डको हो यो घर बिचरा ल
छु यहाँ रुखसुख बिरुवा लिएर आएको नि हिँडेर चाहिँ गाह्रो त्यो टर्निङ भएर हो नभए यतिको बाल त झट्छ के घुम्नु यहाँ चाहिँ जहिले यो के अरे क्यारिम बोर्ड खेल्नु बस्छ यिनीहरू हिँड्नुका बसपाक भनेकै यो सक्यो